सरी हुन्छ ल छ नि मम्मीले तेल हाल्नु भने चाहिँ तेल हाल्नु भएन प्लेटमा कचौरामा तेल हालेछु त उसको गीत तिहारको यहाँ जान्छ तेल तिहारको गीत मेरो मोबाइल भित्र जाने रहेछ अन्त तल पूजा सुरु भयो नि हजुर काट्दैन तिहारै आयो नि गीत गाउने तिहारै आयो त्यो त देउसी भयो नि भाइटिकासँग भनेर आन न भाइटिका लर्काएर हो ठुलो बनाऊ नि यहाँ राख नि आइयो ल आयुष्मान भव एक शब्दमा मैले सक्छु हो गयो मम्मी आयुष्मान भव दीर्घायु सोचे सबै पुगोस् जायज कुरा है फेरि नजायज नि के ओड के किसको लागि पर्दिरा कति फुटाले फोटो हेर्नु है टीका सबै जान्छ भयो जस्तो लाग्यो थाहा छैन मैले फोटो त कस्तो खिचेँ ल अब खाम पहिला वर्ष मम्मी पाउँदैन एकैचोटि सबै बसेको सबैजना कम्ती रमाइलो हुन्छ त झन् त्यस्तो अझै पान्दै जो भयो आज पाउँदैन आज को होइन
आइसक्यो कि गएन गइन् बेलुका आउँछ कि थाहा छैन फोन सुन केही छैन अत्तो पत्तो किन त नि केही थाहा छैन अब यसो सुन्दाखेरि अब मोनिटरी म्यानेजमेन्ट नभए भने अब आएर के हो हाम्रो थाहा छैन कसको म्यानेजमेन्ट कसको लागि म्यानेजमेन्ट ऊ आइसक्यो खै के गरिदिने कुरा कुन अन्जनालाई हो कि कसको हो थाहा छैन ए तिम्रै हो क्या मेरो कुरा तिम्रै हो क्या हो के कुरा हल्ला छ त्यत्तिकै के होइन भिडियोमा अब बोल्ने भिडियोमा के भयो भने हुन्छ त्यो सबै रेकर्ड बोल्ने भाइरल भन्यो भने गाई चक्ले कहाँ ल्याएको थियो नि किन त मन परेन कहाँ लिएर अबै पसलबाट निकालेको छ म त मनपर्छ कि ए ओहो कस्तो है यो नेपालीको यो अघि के सेतो नलाग्ने आश्चर्य हुने पुरै जम्नु दाइ पनि निदा चाहिँ रिक्तो बनाएर कि होइन त्यो टोपी लगाएको थिएँ पुरै टोपी खसेछ कि पहेँलो लगायो भने त राम्रो बस्थ्यो नि छोरी पहिले राम्रो चाहिँ सेतो लगाउनु सक्दैन कि हो हामी यहाँ सेतै लान्छ ट्याप ट्याप अब ट्यापका ट्याप हिजो कति बजी फर्क्यो नि त हामी कुन कति बजी फर्किनु भएको मेरो हामीले 11 दाइ पेसा पेर्नु देउसी भैलो हेरेर आएको सिटी जानु भयो नि सिटी गएको हजुर इस्रायल बसेर नि पछि हिजो फायर हाउस सिटी ओभनमा त ओहो रमाइलोको चक्को रमाइलो भन्छ त दाइ अर्को 2-3 घन्टा त हेऱ्यो हो हामीले नि हेरेर आयो यहाँ नि हुनुहुन्थ्यो कहाँ तपाईँ अनि म अनुलाई यहाँ छोडेर अनि म यहाँबाट डिआफो गएर अनुसार अगना सपिङ गरेर अनुसार थप्पा म अगनबाट घर गएँ त मैले फोन गरेको के हो जाने भयो आउँछु मैले म भन्छु भने मान्छे त्यहाँबाट फोन गरेँ म भन्छु केटी भए त्यहाँबाट म भन्छु भने भने मान्छे छैन अहिलेसम्म फोन गरेँ कि रातो थप्दियो भने चाहिँ अलि अँध्यारो भयो ल आर्टिस्ट के हो नि के हात्ती छ तिमी त लाइन छ त नि एउटा टिका टोपी लगाइदेऊ मलाई लगाइदेऊ ओके ल म तिमीलाई लाउँछु टिका तिमी लाउँछौ नि टिका लाउनु पऱ्यो नि लाउनु पर्यो अहिले लाउँदिनँ भनेपछि म लाउँदिनँ भने अब लाउँछु तिमीले किन यस्तो गर्ने थ्याङ्क यू टिका 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 त्यही यहीँबाट लगाइदिन्छु है म यहाँ खान्छु यो मेरो दिन त पर्यो नि म लिन्छु कि यो खान्छु ए त्यो थालीको सबै सबै कुन कुन सबै त सक्दैन मैले कुन कुन दिने हो हातमा राखिदेऊ न हातमा राखिदेऊ मैले लिएँ छोइदिएँ द्याट्स इट ल छोइदिन्छ नि ल छोइदिएँ द्याट्स छोइ इट भन् सबै छोइदिएँ सबै ल अच्छा भन्छ? यही लाउँछु मैले ए हो पछि त यहाँ छ के अरे अब होइन अक्षता पर्दा मैले यही लगाइदिन्छु हुन्छ 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 कतिले त्यही भाइटिका नै लगाइदिन्छन् क्या अल्छी गरेर अहिले धम्काइदिएँ म लाउँदिनँ भने अब नलाएको छु एउटा लिइहाल दुई ठाउँमा ट्याप ट्याप पारिदिइहाल्नु छिटो हुन्छ त्यहाँ सुक्छ अलि टाढा टाढा ट्याप ट्याप पारिदिनु दुई ट्याप अनि अर्को रङ ल्याउने फेरि दुई ठाउँमा ट्याप ट्याप पारिदिनु किनभने त्यसले सुक्छ 14 रङ हुन्छ त नि ए दुईटा भयो फेरि यतै हरियो लारे ट्याक्कै दुइटै त पर्दैन तै पनि कहाँ पुग्दैन पछि थप्दै जाने हो नि त
खतरा भइकन खतरा भयो ल भयो भयो दामी भयो ल ल ल ल खतरा भयो दाइकन खतरा भएको आएन तर टिस्यु भयो मैले पुगेँ नि ए फुल्थ्यो त यहाँ दामी भयो यति